राधे राधे। तपाईहरु हेर्दै हुनुहुन्छ श्री राधा अनलाइन टिभी। श्री राधा अनलाइन टिभी को साथमा आइसकेको छु म उमेश गुरु। विशेष भिडियो विशेष च्यानलमा हामीले तपाईहरुलाई जीवनमा उपयोगी जीवनमा काम दिने चीजहरु प्रस्तुत गर्दै आइरहेका छौं। अहिलेसम्म पनि श्री राधा अनलाइन टेलिभिजनलाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्न भने नभुल्नु होला। विशेष गरेर अहिले धेरै जना चाहिँ राति अबेरसम्म मोबाइल चलाएर बस्ने नसुत्ने बानी धेरै जनाको छ। यदि तपाई ढिलोसम्म सुत्नुहुन्न मोबाइलहरु चलाउनुहुन्छ धेरै बेर भने तपाईको जीवनमा के चीजहरु हुन्छ के समस्याहरु हुन्छ र तपाईको जीवनमा उन्नति प्रगतिमा असर गर्छ त यो विषयको भिडियो लिएर आएको छु। अहिलेसम्म पनि श्री राधा अनलाइन टेलिभिजनलाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरेर जोडिनु होला। विशेष गरेर आजको विषय मैले भनिसकेको छु। मान्छेहरु धेरै बेरसम्म मोबाइल चलाएर बस्ने अनि काम बिना पनि के हेरेर बस्ने धेरै बेरसम्म मोबाइल चलाइरहने बानीले गर्दा मान्छेको जीवनमा धेरै समस्याहरु आउँछ र एक नम्बरमा रहेको छ मानसिक रोगी। मानसिक रोगी हुन सक्ने सम्भावना हुन्छ। मोबाइलमा एकरो ध्यान दिएर मोबाइलका भिडियोहरु हेरिरहनाले पनि जीवनमा समस्या हुन सक्छ। 2 नम्बरमा छ क्रोधित कचकच अनि कुराहरु सुन्दा झर्किने अनि त्यो निन्द्रा पुगिरहेको हुँदैन घरमा कसैले केही काम अराउँदाखेरि पनि मुखमुखै लाग्ने झर्किने सन्किने त्यो बानी हुन्छ। त्यस्तै गरी 3 नम्बरमा रहेको छ स्मरण शक्ति कम हुँदै जाने कति कुराहरु बिर्सिने याद नहुने नसम्झिने त्यस्तो पनि हुन्छ। त्यसै गरी 4 नम्बरमा छ ब्लड प्रेसर सुगर र वजन जस्ता रोग बढ्ने। त्यस्तै गरी 5 नम्बरमा छ चाँडै बुढो हुने। तपाई रातभरि सुत्नुहुन्न मोबाइल चलाउनुहुन्छ ढिलोसम्म सुत्नुहुन्छ बिहान पनि निन्द्रा पुग्दैन भने तपाईको आँखामा पनि चाहिँ डार्क सर्कलहरु बस्छन् र तपाईलाई समस्या हुँदै जान्छ र तपाई चाँडै बुढो देखिनुहुन्छ। त्यस्तै गरी तपाईको मोबाइल धेरै चलाएर धेरै बेर नसुत्नाले चाहिँ आँखा पनि कमजोरी हुन्छ आँखाहरुमा पनि समस्या आउँछन्। त्यस्तै गरी लास्टमा छ तपाईले हरेक कुराहरु निर्णय गर्न तपाईलाई गाह्रो हुन्छ सट्ट निर्णय गर्न सक्नुहुन्न। तपाईको अनिन्द्राको कारणले गर्दाखेरि जीवनमा धेरै समस्याहरु आउँछ। हामीले प्रस्तुत गरेका विषय अनि हामीले भनिरहेको विषयहरु भनेको तपाईहरुले नै कमेन्ट गरेर मलाई पर्सनल रूपमा WhatsApp मा मेसेज गरेर र तपाईहरुले नै सोधेको प्रश्नको उत्तर दिइरहेको हुन्छु। तपाईलाई पनि कुनै प्रकारका समस्याहरु छन् पीडाहरु छन् घर झगडा छ हैन छोराछोरीले भनेको मान्दैनन् पढ्दैनन् लेख्दैनन् उनीहरुको चिनाटीपन मिलाउनु छ ग्रह दोषहरु छ ग्रह शान्ति गर्नु छ पितृ दोषहरु छ हैन अथवा नाग दोषहरु छ कुनै पनि प्रकारका समस्याहरु छन् भने यहाँले बिहानको 8 बजेदेखि बेलुकाको 8 बजेसम्म हैन 98 17 041 655 मा हामीलाई कल अथवा WhatsApp मा मेसेज गरेर भन्न सक्नुहुन्छ। आजलाई यति नै। राधे राधे।